अब मन लागेको त यस्तै कार किन्न हो नि, तर खल त्यहाँ जम्मा 1 लाख रुपियाँ छ। अब यो 1 लाखमा यस्तो बाइक त केही यस्तो स्कुटी पनि आउँदैन भन्दै मनमा कुरा खेलाउँदै हिँडेको थिएँ। पछाडिले प्याट पिटेर पो गयो यो कट्टु बुढो त। ए बुढो के हो पारा, जब साइकल चलेर मान्छे पिट्दै हिँड्ने भनेको एक छापड हानो। साइकल होइन, ग्रिन सिटीको इलेक्ट्रिक साइकल पो हो भन्छ त। इलेक्ट्रिक साइकल पो हो। हुन त तिमी जस्ता फिटेलाई ठिकै हो, अब हामी जस्ता 80-90 किलोका हट्टाकट्टा मुन्छे बस्ने बित्तिकै भाँचिन्छ होला भनेको त चप्पलै निकालेर हानो के हेर्नु। पहिले इस्तेमाल गरो अनि बल्ल ठुला बात गरो भो भन्छ त। सेमा ठाने मलाई त नेपर नि तान्दैन होला भनेर चलाएको त सरर तानो के हेर्नु। कट्टु बुढाले त मलाई दौडेर नि भेटाउन सकेन। अन्नबाट जात्रै जो मन पर्यो मलाई त। 4 घण्टा चार्ज गर्दा 70 देखि 80 किलोमिटर हिँड्छ अनि जम्मा 80,000 पर्छ पो भन्छ त। ए गफलाई कट्टु बुढाले भनेको त नपत्ताई मणिग्राम चौकैमा रहेको खनाल इन्टरप्राइजेसमा गएर सोध्न भन्दै गयो। म पनि तुफान दौडेर खनाल इन्टरप्राइजेसमा गएँ अनि एउटा इलेक्ट्रिक साइकल किन्न पर्यो भनेको। यसलाई 65, यसलाई 70, यसलाई 80, यसलाई 1,10,000 पर्छ पो भन्यो। मलाई फेरि यो मन पर्यो। सागरीको भिडियो हेरेर आएको डिस्काउन्ट चाहियो मलाई भनेको। सागरीको भिडियो हेरेर आएको भए त 5,000 डिस्काउन्ट भयो तपाईँलाई भन। म पनि कट्टु बुढाको भन्दा झन् राम्रो इलेक्ट्रिक साइकल लिएर घर हिँडे। ल है, तपाईहरु पनि खनाल इन्टरप्राइजेसमा जानु होला है।